रोलेक्स डायमन्ड हिराको दौरा काट्ने केटा है फेरि म चाहिँ दौरा काट्ने केटाले कसरी हिराको घडी लाउँछ यिनीहरूलाई म फ्लेक्स हाल्छु यहाँहरूमा यहाँ नाम पढाएछस् के हो यसको नाम के हो यसको नाम कार्डियरहरू सुनेछस् अब यसको बक्स खोल्छु पक्क देखाउनु भाइ दौरा काट्ने केटा हो है फेरि म दौरा काटेको केटा हो मेरो प्राडा चस्मा मेरो भएन मेरो सोख हो लगाइदिएको मैले अब यहाँ जसले हेरेछ नि सबको सल्लाह आँखामा यो चस्मा भयो भने के हुन्छ नम्बर चस्मा होइन यो $700-800 हो कति भने अब नेपालीमा हिसाब गर्छ कति हुन्छ दादा 1 लाख 90,000-80,000 चस्मा अरे अब यहाँ काटेर अब यहाँ माथि यहाँ डायमन्ड वर्क मेरो इच्छा हो मेरो इच्छा हो ल सब हिराको यहाँ हेर यहाँ बस ड्याम बे यहाँ हेर यहाँ कार्डियर एकछिन यहाँ छ यहाँ छ बस ड्याम Tariana It's like $45,000 $60 लाख रुपियाँ नेपाली सब हिराको मेरो इच्छा थियो मेरो इच्छा थियो हिराको घडी लाउने मैले किनिदिएँ अब मैले के गर्नु त मलाई इच्छा थियो अर्को किन्छ कार्डियर वाच मलाई इच्छा थियो दौरा काट्ने केटा हो फेरि म्याच सिक्ने तर म्याच सिक्ने 60 लाखको घडी लाउँछ म एउटै हात कार्डियर वाच Cardio baby. अर्को रोलेक्स अब यो भन्दा महँगो छ यो चाहिँ फेरि यो चाहिँ अब यो चाहिँ लाइक $90,000 रोलेक्स डायमन्ड हिराको दौरा काट्ने केटा है फेरि म चाहिँ दौरा काट्ने केटाले कसरी हिराको घडी लाउँछ अब यो तोरी यो यताको यो आमु गर्नेहरूलाई चाहिँ यो भाइ एकछिन चुप लाएर बस भनेर हुन्छ ल अनि बस ड्याम It costs like $90,000 यता भनेको कति भयो खोका 1 करोड 1.10 1.20 1 करोड 20 लाख 1.20 अनि यो चाहिँ 70 लाख यो चाहिँ 70 लाख यो चाहिँ 70 लाख कार्डियर चाहिँ 70 लाख भयो अनि यो रोली चाहिँ 1 करोड 20 लाख $90,000 समय हेर न कुन हिसाबमा चल्ला अब मलाई बालै भन घडीको मेरो मोबाइलमा देखाउँछ नि घडी कति बज्यो मेरो मोबाइल खोइ मेरो मोबाइल समीर म घाम हेरेर थाहा पाउँछु क्या मेरो मोबाइल यही छ त अनि मेरो मोबाइल देखाउनु मेरो आइफोनले देखाइरहेको छ कति बज्यो मलाई बालै भन्न मलाई हिरा देखाउनु छ कि घाम हेरेर थाहा पाइदिने समय खाँच्यो ल बस्दै डायमन्ड डान्स
डायमन्ड डान्स बेबी डायमन्ड डान्स दाउरा काट्ने केटा हो है फेरि त्यही दाउरा काट्ने हातमा हेर भाइ के छ अहिले यही दाउरा काट्ने हातमा होइन सुन मैले भनेको इन्सपिरेसन दिन खोजेँ यस्तो क्या केटाहरू जे भयो भने क्या आफ्ना मेहनतलाई कहिले पनि आफूले जे गरे पनि त्यसमा कहिले पनि आफूलाई कहिले पनि लोड नठान्नु म कस्तो हो मैले के गर्दैछु कहिले नठान्नु आफ्नो मेहनतमा विश्वास गर्नु जहिले पनि ए हामी जस्तो बदमास केटाहरूले त गर्छ